हेलो एभ्रिवान, नमस्ते। यहाँहरू सबैलाई आजको मेरो ब्लगमा स्वागत छ। आज चाहिँ म हजुरहरूलाई पढ्नको लागि एउटा इफेक्टिभ टेक्निक सेयर गर्छु है। कापी किताब लिएर पढ्न बस्यो, घरि इरेजर पाइँदैन, घरि पेन पाइँदैन, घरि पेन्सिल पाइँदैन, दिगदार हुने कि। मलाई पनि त्यस्तै प्रब्लम भएर आज मेरो स्टडी टेबल मिलाउँदैछु। सबैभन्दा पहिला टेबलमा भएको सबै सामानहरू एकै ठाउँमा जम्मा गरेर राखेँ। मेरो घरमा चाहिँ यो टेबल युज भएको थिएन, त्यही भएर मैले पहिल्यैदेखि पढ्नको लागि यो टेबललाई आफ्नो रुमभन्दा बाहिर राखेर युज गर्थेँ। अब बाहिर राख्दाखेरि धेरै स्पेस पनि हुने र खाली ठाउँहरू भएर अनि आफूलाई बस्न पनि आनन्द हुने कि। अब झ्याउलाको बेलामा नि पढ्न बोरिङ भएको बेलामा नि यस्तो बाहिर हेऱ्यो आनन्द हुन्छ अनि फेरि पढ्न मन लाग्छ नि त, एउटा एनर्जी दिन्छ। अनि आफूले पढ्ने ठाउँ पनि एकदमै सफा आनन्द आउने शान्त ठाउँ रोज्नुपर्छ के। अनि मात्र धेरै कन्सन्ट्रेसन हुन्छ पढ्नको लागि। हामीले पढ्ने ठाउँमा धेरै टाइम बिताउँदा पनि हामीलाई त्यस्तो छिटो अल्छी लाग्दैन र पढ्ने ठाउँलाई पढ्नको लागि मात्र युज गर्नुपर्छ कि हामीले अरू पर्पजको लागि युज गर्नु हुँदैन। यसरी मैले कुचोको सहायताले कुना काप्चा सबै मजाले बढारेँ अनि सिडीतिर पनि सफा गर्दै गएँ। सिडीको तल चाहिँ मैले फुलहरू राखेको छु। यसरी सफा गर्दा चाहिँ आफूलाई छुट्टै पोजिटिभ भाइब्स आउँछ, सानो सानो केही काम गर्न मन लाग्छ। मैले पानी र रुमाल लिएर टेबल मजाले पुस्न लागेँ। यसरी टेबलको पानी नउबाइन्जेल मैले रुमालले पुसे गरेँ र आफ्नै ऐना देखिनु भयो त्यही टेबलमा। फाइनल्ली टेबलको पानी सुक्यो र मैले मेरो सामानहरू माथि टेबलमा राख्न थालेँ। अब आफूलाई एकदम धेरै चाहिने सामानहरू राख्न थालेँ। आफूलाई चाहिराख्ने बुकहरू राखेँ र कपीहरू फाइलहरू मिलाएर राखेँ। बिस्तारै मलाई आफूलाई चाहिने सबै सामानहरू मिलाएर राखेँ। पढ्ने लेख्ने बेलामा चाहिने मटेरियल्स जस्तै स्केल, इरेजर, सार्पनर, स्ट्याप्लर, गम, टेपहरू आफूले राखिराख्नुपर्छ क्या आफ्नो टेबलमा। अनि मात्र आफूलाई चाहिने बेलामा खोज्न जानु पर्दैन, त्यहीँ भेटिन्छ अनि आफूलाई काम गर्न पनि सजिलो हुन्छ। यो सामानहरू चाहिँ मैले आफ्नो कपमा राख्छु कि। मसँग दुईवटा कप छ अनि त्यहाँ एउटामा चाहिँ पेनहरू मात्र राख्छु। यो दुईटै कप चाहिँ मेरो गिफ्ट हो। यो दुईटै कपलाई सफा गरेर मैले आफ्नो सामानहरू राख्न थालेँ। म चाहिँ पेनहरू पनि धेरै एकैचोटि किनेर ल्याएर राख्छु। कोही ब्ल्याक पेन, कोही रेड पेन, कोही ब्लू पेन, कोही हाइलाइटर। अनि हाइलाइटर युज गरेर पढ्न मन लाग्छ क्या मलाई पढ्ने बेलामा। आफूलाई इम्पोर्टेन्ट लागेको लाइन्सहरू हाइलाइट गरेर राख्छु। पेन, पेन्सिल, स्केल, इरेजर, सार्पनरहरू दुईवटा राख्दा पनि आफू अब सकिने बित्तिकै अथवा हराउने बित्तिकै फेरि पसल गएर किनिहाल्न पर्ने, आफ्नो कामै रोकिने हुँदैन कि। आफूले त्यहीँ भएकोले अर्कोले युज गर्न सकिन्छ। त्यही भएर आफ्नो स्टडी टेबलमा चाहिँ सकेसम्म 2-3टा सेट पेन, इरेजर, पेन्सिल, सार्पनर, स्केलहरू राख्नुपर्छ। अरू पनि आफूलाई पढ्ने लेख्ने बेलामा चाहिने सामानहरू जस्तै कम्पास, प्रोटेक्टर, क्यालकुलेटरहरू राख्नुपर्छ। मैले चाहिँ एउटा सानो नोटबुक पनि राख्छु। त्यो नोटबुकमा चाहिँ डेली अब आफूले बिहानदेखि बेलुकासम्म के काम गर्ने त्यो कामहरू लिस्ट गरेर राख्छु। यसो गर्दाखेरि हामीलाई चाहिँ अब पढ्दाखेरि के पढ्ने, कुन पढ्ने भन्ने एकछिनसम्म सोचेर बस्ने, अलमल्ल पढ्नु पर्दैन कि। आफ्नो प्लानिङ अनुसार पढ्न सकिन्छ। मसँग टेबलमा राख्ने नेचुरल फ्लावर नभएर चाहिँ मैले यो आर्टिफिसियल फ्लावर ल्याएर राखेँ। अनि वाटर बोतल पनि ल्याएर राखेँ। आफ्नो पढ्ने टेबलमा चाहिँ पानी चाहिँ राख्नै पर्छ है। पानी एकदम धेरै पिउनुपर्छ पढ्ने बेलामा। यसरी मैले पढ्ने टेबलमा सामानहरू मिलाएर लगभग भ्याएँ। अनि कुर्सीहरूलाई पनि मिलाएर राखेँ। सफा गर्दा रहेको पानी थियो, त्यो चाहिँ मैले गमलामा राखिदिएँ। टेबल मिलाइसकेपछि बस्नु पऱ्यो एकछिन त, अनि पानी पिउन थालेँ। टेबल मिलाएर मात्र भएन, पढ्नु पनि पऱ्यो। एकछिन कपी निकालेर लेख्न थालेँ। हामी पढ्ने लेख्ने बेलामा चाहिँ कहिले कुन कोठामा बस्ने, कहिले कुन कोठामा बस्ने गर्नु हुँदैन। सधैँ एउटै ठाउँमा बसेर पढ्ने बानी बसाल्नुपर्छ। अनि मात्र हाम्रो दिमागले पनि यो ठाउँ मेरो लागि पढ्नको लागि हो भन्ने एउटा आफूलाई माइन्डमा पर्छ कि।
अनि दिमागले त्यही अनुसार काम गर्छ। यतिको टाइम भइसकेपछि अब एकछिन रेस्ट लिन्छु। रेस्ट लिँदा चाहिँ मैले बाहिर हरियालीमा हेर्छु, आनन्द हुन्छ। यहाँनिर मेरो गार्डनमा हेर्छु। यतापट्टि कर्नरबाट चाहिँ बाटो, निलो आकाश, बादल लागेछ आज चाहिँ, नत्र हिमाल पनि देखिन्छ। मेरो पढ्ने ठाउँमा फेरि सानुमाया आइन् अनि नमस्ते गर, दर्शन गर भनेको गरिसिन्। पढ्न लेख्नको लागि आफूले बनाएको पढ्ने टेबलले निकै ठुलो भूमिका खेलेको हुन्छ। यस्तै भिडियोजहरू हेर्नको लागि लाइक, कमेन्ट एन्ड सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू।